है गाइजहरू सबैजनालाई माई युट्युब च्यानलमा। सो आज चाहिँ हामी होइन गाइजहरू यो घर जानको लागि एकदम टिकट काट्न जाँदैछौँ है। सो घर जाने दिन पनि नजिकिसकेको छ, त्यसै गरी हामी टिकट काट्न जाँदैछौँ र हाम्रो टिकटको दाम कति रहेछ होइन, कति काट्दो रहेछ भनेर चाहिँ हामी देखाउनेछौँ। र आज रोमानिया टु नेपालको लागि कति चाहिँ लाग्दो रहेछ टिकट, खास गरी त्यसको पनि यहाँहरूलाई जानकारी दिने नै छु। हेर्दै गर्न सकेका छौँ है गाइजहरू, लाग्यो यहाँ फुलले सजाएको छ जिन्दगी। सो गाइजहरू हामी आइसकेका छौँ है। अब छिर्नेछु कति पर्छ हेर्नु। घर जाने सपना गाइजहरू ल होइन, ठ्याक्कै हामीले चाहिँ लगाउ नेपाली कति पुग्यो दाइ? नेपाली ठ्याक्कै 1,80,000को टिकट चाहिँ हामी 1,80,000तिर चाहिँ प्लेन किन्यौँ आज होइन गाइजहरू। ठ्याक्कै दुई भाइले गर्दा प्लेन किन्यो, जम्मा 2 दिनको लागि प्लेन किनेर पनि आइसक्यौँ। सो हाम्रो यहाँ टिकट पनि हातमा दिइसकेको छ र यो टिकट लगाएर कम्पनीलाई बुझाउने हो, कम्पनीलाई गाडा हान्ने हो क्या गाइजहरू। यो चाहिँ लगाएर सिधा कम्पनीको टेबलमा ठटाउने हो क्या। हामीलाई त्यति चाहिँ फेसिलिटी छ कम्पनीको। सो 2 दिनको लागि हामीले प्लेन किनेर पनि हामी फर्किसकेका छौँ। उहाँले चाहिँ फेरि होइन गाइजहरू यस्तो छ है। अब ठ्याक्क काटौँ लाई 4 जना आएको थियौँ। मेन चाहिँ उहाँ हो प्लेनको डिल गर्ने, उहाँ मेन बसहरू 2 जना। सो उहाँ चाहिँ फेरि बडी गार्ड है, बडी गार्ड गाइजहरू यस्तै छ ल। सो गाइजहरू सबैजना एकदम आरामले होला भने धेरै व्यस्तताको कारणले भ्लग बनाउन पाइरहेको छैन होइन। सो परदेशमा काम धेरै हुन्छ, गाह्रो हुन्छ गाइजहरू यस्तै।